सबैजनालाई वृन्दावनदेखि राधे राधे। हामी वृन्दावन आएको आज 5औं दिन। हाम्रो यहाँ चाहिँ हामीले भागवत गीता पाठ गरिरहेका छौँ र त्यही समयमा दिउँसो चाहिँ हामी वृन्दावन घुम्ने पनि गरिरहेका छौँ। तपाईहरुलाई मैले प्रत्येक वृन्दावनको उस्तै देखाउन सकिनँ किनभने यहाँ धेरै धाममा फोटो खिच्न नपाइने रहेछ। यहाँदेखि वहाँसम्म सब बत्ती भिजाउँदैछौँ कि हामीले अहिले है त्यसरी। राधे राधे। हाम्रो चाहिँ 1 करोड बत्ती बाल्ने हामीले चाहिँ यो भोलि यमुना नदीको तीरमा गएर यो बत्ती बाल्ने हो। आज भिजाउने किनभने भोलि भ्याइँदैन, त्यही भएर आजै भिजाएर रेडी बनाएर राख्ने। भोलि चाहिँ हामीले यमुना नदीमा दीप प्रज्वलन गर्नेछौँ। सबै यसरी बत्ती राधे। जसले वृन्दावन टेक्छ त्यसले मुक्ति पाउँछ। जब कानाले बोलाउँदैन तबसम्म आउन पाइँदैन है। यो चाहिँ हामी वैराग्य आश्रममा छौँ अहिले चाहिँ। तपाईहरू आफै आउन चाहनुहुन्छ भने यो वैराग्य आश्रममा आएर बस्नुहोस्, धेरै सुविधाहरू छ। यहाँ चाहिँ प्रतिदिनको एउटा रुमको 800 छ, खानाको 60 रुपियाँ छ। तपाईहरु आफू भएर नि आउन सक्नुहुन्छ। वृन्दावन आउनुहोस्, आनन्दले कृष्ण भूमि, कृष्ण नाचेका, खेलेका, दौडेका, गाई चराएका, लडेका, लुटेका यो कण कणमा कृष्ण भगवानहरू हुनुहुन्छ। राधा कृष्ण आउँदाखेरि चाहिँ एकदम विशेष यहाँको बादरहरूलाई चाहिँ विशेष एकदम प्यारो चाहिँ चस्मा र मोबाइल हो। चस्मा र मोबाइल चाहिँ यति फास्ट खोज्छ कि कुरै नगर्नुहोस्। जम्बासम्म तपाईँले फ्रुटी दिनुहुन्न तबसम्म तपाईँको चस्मा मोबाइल चाहिँ दिँदैन। मोबाइल चाहिँ तोडफोड भएर नै पाउनुहुन्छ। त्यो चाहिँ सुरक्षित गर्नु होला। अरू चाहिँ डर छैन यहाँ चाहिँ। त्यस्तो ठग्ने लुट्ने होइन त्यस्तो चाहिँ छैन। ढुक्क तरिकाले घुम्न सकिन्छ। धर्मस्थल भएको कारणले पनि हुन सक्छ होइन। नडराउनु होला, घुम्न चाहिँ मजाले घुम्न सकिन्छ। यहाँ चाहिँ ई-रिक्सा, यहाँ चाहिँ अर्कै भन्दो रहेछ। ई-रिक्सालाई के भन्थ्यो मैले भुलेँ। यहाँ चाहिँ ई-रिक्सा भन्छु होइन। त्यो चाहिँ एनी टाइम पाइन्छ। अनि मन्दिरहरू चाहिँ 4 बजीबाट खुल्ने, कोही 6 बजीबाट खुल्ने, कोही 7 बजीबाट खुल्ने छ। त्यो चाहिँ मजाले हेर्न पाउनुहुन्छ। धुवानी खर्च पनि खासै छैन। 20 रुपियाँ 30 रुपियाँ, बढी भनेको 30 रुपियाँ 10 रुपियाँ 20 रुपियाँ छ। यो वृन्दावन परिक्रमा वैराग्य आश्रम भनेर भन्नुभयो भने नि तपाईँलाई सिधै रिक्साले यहाँ ल्याइदिन्छ नि यहाँ आएर बस्दा हुन्छ। मुरली बज्यो वृन्दावन गाउँमा, आइदेऊ न कृष्ण। कता दिदीको लड्यो। हेलो, कतिको आनन्द भएछ साथीहरू? ल भनिदिनु त। यो राधे राधे भन्दै निचाउँदै गर्नुपर्छ के? राधे 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 राधे। राधे 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 राधे। बत्ती मोल्न लाग्छौँ। राधे राधे। कहाँ मोल्न लाग्दै हुनुहुन्छ बत्ती? वृन्दावन धाम भन्नु न। यो बत्ती कहाँ बाल्ने रे हामीले? राधे राधे। यमुनाको तीरमा बाल्ने।
राधे राधे किन हो र राधे भन्न नि गाह्रो मान्नु भएको राधे राधे होइन निचर्दा गाह्रो भयो जस्तो गले जस्तो लाग्यो मलाई त सबै पानी ल्याइदिउँ क्या राधे 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 श्री कृष्ण यहाँ फोटो खिच्न आउने मान्छेले एउटा डिब्बा के अरे कराई ल्याइदिएर आउनुपर्छ है कडाई ए ल म त्यहाँ बढी भयो भने ल्याइदिन्छु है हजुरहरूलाई बढी भएन एउटा निकालेर ल्याइदिन्छु कोसिस गर्छु राधे 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 उहाँ चाहिँ बाँदर लखट्न बसिरह हाम्रो उहाँ गणेश बिचारा यहाँ सबैको सुरक्षा गरेर बाँदर लखटेर बसिरहनु भएको छ उहाँ चाहिँ हनुमानहरू त्यहाँ बसिरहनु भएको रोटी बोकेर त्यसरी हिँड्नु भएको राधे राधे ए आमा राधे राधे यता आमा आफ्नो धुनमा हुनुहुन्छ आमा राधे राधे मेरो युट्युब च्यानल छ कि हामीले त बत्ती यहाँ भिजाउँदैछौँ बत्ती मैले पालो पाएन भन्नु भिजाउँदैछौँ ल सबै सनातन धर्म जसले हेर्नुहुन्छ हाम्रो धर्मलाई धेरैभन्दा धेरै यो धर्मसम्म पुर्याइदिनु होला लाइक र सब्सक्राइब गरिदिनु होला सबैजनाले राधे राधे सबैलाई वृन्दावनदेखि राधे राधे उहाँहरू चाहिँ विशेष हो यहाँ हेर्नुहोस् आइडिया सही छ उहाँहरूको मोटा मोटा भएर घोप्टिनु पर्छ देवजी घोप्टाएर गर्नुभयो राधेहरूले आइडिया लाउन चाहिँ राधेहरूले सक्नुहुन्छ ल लाइक सब्सक्राइब गरिदिनुहोस् है सबैजनाले